एयर कन्डिसनरको बिजनेसमा लागेको चाहिँ मलाई चाहिँ 15 वर्षभन्दा बढी भयो। सुरुको दिनमा चाहिँ हामीले चाहिँ धेरै ब्रान्डहरू सेल गऱ्यौँ। लगभग 2015 देखि चाहिँ म चाहिँ पुरै माइडियामा चाहिँ फोकस भएर हामीले माइडिया मात्रै गर्ने भनेर माइडियामा इन्भल्भ छौँ। जब मैले माइडियामा स्विच गरेँ त्यति बेलादेखि मलाई चाहिँ बिस्तारै सबै राम्रो हुँदै हुँदै आइरहेछ। सुरुमा चाहिँ हामीलाई पनि अलिकता गाह्रो भइराखेको थियो माइडिया बेच्नलाई। मान्छेको पर्सेप्सन नयाँ ब्रान्डप्रति अलिकता गाह्रो थियो। तर बिस्तारै माइडियाले आफ्नो क्वालिटी, आफ्टर सेल सर्भिस र आफ्नो प्रोडक्टलाई चाहिँ अपग्रेड गर्दै ल्याइसकेपछि चाहिँ हामीलाई चाहिँ सजिलो हुँदै गयो र अहिले चाहिँ हामीले चाहिँ माइडिया बेच्नलाई चाहिँ बाहिर कसैकोमा धाइराख्नु पर्दैन। कस्टमरले खोज्दै यहीँ आउनुहुन्छ। हामीलाई पनि बिचमा एकचोटि कम्पनीले चाइनामा आफ्नो फ्याक्ट्रीमा घुमाउन लिएर जानुभएको थियो। त्यहाँ हामी गइसकेपछि उनीहरूको प्रोडक्सन लाइन देखेर, उनीहरूको सिस्टम देखेर र यो ब्रान्डप्रति हामीलाई चाहिँ अझै विश्वास बढी भयो र हामीलाई बेच्न चाहिँ अझै सजिलो भएको छ। पछिल्लो 10 वर्ष फर्केर हेर्दाखेरि यो ब्रान्डसँग जोडिएर काम गर्दा मलाई चाहिँ आफूलाई पनि पूर्ण सन्तुष्टि र मेरो बिजनेसलाई पनि राम्रो र मलाई लाग्छ फ्युचरमा पनि हामी धेरै अगाडि बढ्छौँ, धेरै राम्रो हुन्छ।